गर्नुभएको छ तर यसले मात्र हुँदैन। मलाई लाग्छ हामी धेरै समुदायका आफ्ना संस्कृतिलाई बचाउनमा आफ्नो एउटा भाषालाई बचाउनमा आफ्नो सभ्यता र मौलिकतालाई बचाउनमा प्रत्येक लिम्बूको 2082 तुर्केनीको खेल मैदानमा सहयोग र साथ र हौसला हुनुपर्छ। यहाँ भव्यताका साथ हामीले गर्ने एउटा समिति कमिटीलाई पनि मेची नगरवासी उल्लासमय हुन्छ। आज हामी धेरै याक्थुङबा दाजुभाइहरू उपस्थित हुनुभएको छ। हाम्रा समुदायका साथीहरू आज हामीले यो ठाउँमा जोडिन पाएछौँ, उपस्थित हुन पाएछौँ र आफ्ना कुराहरूलाई एकले अर्काप्रतिको चिनाउने अवसर हामीले पाएछौँ। त्यस कारणले पनि विशेष गरेर हाम्रो कमिटीलाई धन्यवाद दिन चाहन्छु र हाम्रा चासोक पङनाममा उपस्थित हुनुभएका हाम्रा जिल्लाको दाजुभाइ यो चुम्लुङको विषयमा याक्थुङबा तुतुगेन तुम्याङ यागलागन स्वाङ भन्दै फेरि कलाकार भाइ बहिनीलाई सिसाके मेची संस्कार र संस्कृतिलाई सबैजनामा निरन्तर रूपमा लाग्नुहोस् भन्दै मेरो